सेवा सम्पूर्णमा यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो है। सबैलाई माया गरिदिनु ल। अब सुरु गरौँ है त। म चाहिँ मर्निङमा 5 बजी उठेको थिएँ एन्ड मैले चाहिँ आफू सुतेको लुगाहरू पटाउनु थालेँ अनि बुने पनि आएको थियो तर बुने यहाँ बस्दैन एन्ड मैले चाहिँ सबै लुगाहरू पटाएँ अनि पटाइसकेपछि म चाहिँ गएँ घर बढार्न अनि मैले चाहिँ घर सबै बढाएँ किनभने म र मम्मी मात्रै बस्छौँ नि त यहाँनिर एन्ड मस्तो काम सकेपछि चाहिँ ब्रस गर्न गएँ अनि मैले ब्रस गरिसकेपछि मुख धुएँ अनि मजासँग मुख धोएपछि आएपछि हामी ध्यान बस्न आँट्यौँ किनभने म चाहिँ साधु हो नि त मासुहरू खाँदैनौँ अनि सो माला जप्छौँ। सो मैले चाहिँ नाइट र डेको चाहिँ मैले काम सधैँ मर्निङमा माला जप्ने गर्छु। त्यो पुरा गरिसकेपछि म चाहिँ गएँ मम्मीलाई भेट्न। मम्मी भेटिसक्नु भएको छ। सो मम्मीसँग भिडियो गरिसकेपछि मम्मीले चाहिँ दाल बसाउन लाग्नुभयो उहाँले आज अनि मलाई चाहिँ के अरे फर्सीको मुन्टा केला भन्नुभएको थियो अनि मैले चाहिँ त्यसलाई केलाउन लागेको छु। सो मैले चाहिँ रफ्तारमा फर्सीको मुन्टालाई पनि केलाउँदैछु गाइस। तपाईँले कतिको मनपर्छ भन्न सक्नुहुन्छ। सो मैले फर्सीको मुन्टा पनि केलाएर सकेँ एन्ड यता मम्मीले दाल र खाना चाहिँ बसाइसक्नु भएको रहेछ अनि साथै यता आलु पनि काट्दै हुनुहुँदो रहेछ अनि सो मलाई लसुन केला भन्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ यता लसुन केलाउन थालेँ रफ्तारमा। सो गाइस मैले लसुन पनि केलाइसकेँ एन्ड यता मम्मीले आलु सब्जी पनि तयार गरिसक्नु भएको रहेछ एन्ड म चाहिँ एकछिन बसेँ के गर्नु होला भनेर सोचमा परेँ। सो एउटा निर्णय आयो एन्ड म चाहिँ मर्निङमा चाहिँ के अरे मर्निङ वक गर्न जाने निर्णय गरेको थिएँ तर बाहिर मौसम अलिक खराबको देखेर फेरि मन बदलो किन म तपाईँलाई गाउँ देखाउँ भनेर निर्णय गरेर अहिले गाउँ देखाउँदैछु। सो अहिले चाहिँ म मोरङतिर छु। म चाहिँ मम्मीसँग प्रायः बस्दिनँ नि त। सो अनि यता मम्मीले चाहिँ खाना सब्जीहरू पनि रेडी गर्नुभएको रहेछ। म चाहिँ प्रायः इलाम बस्छु नि त एन्ड मम्मीले चाहिँ दाल घोट्ने त्यो के अरे फेरि लिएर आएछ भनेर आन्टीको घरमा रफ्तार गएँ। सो मैले त्यसलाई लिएँ एन्ड मैले त्यसलाई चाहिँ खेलाउँदै फर्केर आएँ एन्ड बाटोमा चाहिँ एउटा प्यारी डग बसिरहेको रहेछ जससँग म जिस्केँ मस्केँ रमाइलो गरेँ एन्ड घरमा आएर एकछिन आराम गरेको त मम्मीले खाना पाएको खाना आइज भन्नुभयो अनि चाहिँ आएर मम्मीले खाना चाहिँ पस्किनु भएको रहेछ अनि उहाँ चाहिँ खाँदै पनि हुनुहुँदो रहेछ। तर कुरा के छ भने खाना चाहिँ एक बारी पस्किराख्नु भएको रहेछ खाइसक्दैन जस्तो लागेको थियो त्यही पनि खाना सुरु गर्न लागेँ। सो मैले चाहिँ खानाभन्दा अगाडि भगवान्लाई सम्झिने गर्छु अनि भगवान्लाई सम्झिसकेपछि मैले पनि गम खान थालेँ। सो आमाले बनाएको खाना एकदमै धेरै मिठो थियो अनि सधैँ मिठो पनि हुने गर्छ त्यो। त्यहाँबाट मैले चाहिँ सुँगुर चाहिँ ओसार्न थालेँ गम अनि खाइसकेपछि त मम्मीले पनि खाँदै हुनुहुन्थ्यो अनि फाइनली हामीले चाहिँ मैले खानाहरू अब खाइसकेर चाहिँ बसेँ र मेरो यो पहिलो भिडियो कस्तो छ माया साथ सपोर्ट गरिदिनु होला। सेवा।